रातको 11:55 भएको थियो। काठमाडौँको एउटा भाडाको कोठामा निरज एक्लै बसेको थियो। कोठा ठुलो थिएन। एउटा खाट, एउटा टेबल, केही किताबहरू र झ्याल बाहिर देखिने अर्को घरको भित्तो। 7 वर्ष भयो ऊ काठमाडौँ आएको। सपना बोकेर आएको थियो, तर जीवनले सपनाभन्दा बढी जिम्मेवारीलाई महत्त्व दिएको थियो। बुबा बितेको 3 वर्ष भइसकेको थियो। घरमा आमा र सानी बहिनी थिए। उनीहरूको खर्च, बहिनीको पढाइ, घरको ऋण, सबै कुरा निरजको काँधमा थियो। बाहिरबाट हेर्दा ऊ सामान्य युवक थियो, तर भित्रभित्रै ऊ निकै थाकिसकेको थियो। कहिलेकाहीँ उसलाई लाग्थ्यो मान्छेहरू काम गरेर होइन, जिम्मेवारी बोकेर थाक्छन्। त्यो रात पनि ऊ फेसबुक स्क्रोल गरिरहेको थियो। त्यसै बेला एउटा नोटिफिकेसन आयो। स्मृति अधिकारी सेन्ड यु अ फ्रेन्ड रिक्वेस्ट। उसले प्रोफाइल खोलेर हेऱ्यो। धेरै सामान्य प्रोफाइल, केही तस्बिरहरू, केही कविताहरू। एउटा पोस्टमा लेखिएको थियो, सबैभन्दा खतरनाक एक्लोपन त्यो हो जहाँ मान्छेहरूको भिड हुन्छ तर मन बुझ्ने एउटा मान्छे हुँदैन। निरजले केही बेर त्यही वाक्य हेरिरह्यो अनि फ्रेन्ड रिक्वेस्ट स्वीकार गर्यो। त्यति बेला उसलाई थाहा थिएन जीवनका केही अध्यायहरू यति सामान्य तरिकाले सुरु हुन्छन् कि तिनीहरूको अन्त्यले वर्षौँसम्म पछ्याइरहन्छ। 3 दिनपछि राति 10:14 गएको थियो। मेसेन्जरमा सन्देश आयो, नमस्ते। निरजले सन्देश पढ्यो। उत्तर दिन 2 मिनेट लगायो। नमस्ते। डिस्टर्ब त गरिन नि? अहिलेसम्म त होइन। अहिलेसम्म भनेको? अब आउने सन्देशमा भर पर्छ। केही छेडपछि हाँस्ने इमोजी आयो। म त्यति नराम्रो मान्छे होइन, त्यो त समयले बताउँछ। त्यहीँबाट कुराकानी सुरु भयो। सुरुका दिनहरू सामान्य थिए। उनीहरू काम, मौसम, किताब र दैनिक जीवनबारे कुरा गर्थे। स्मृति झापामा बस्थे। ऊ एउटा विद्यालयमा पढाउँथे। बालबालिकालाई नेपाली विषय सिकाउँथे। बच्चाहरूलाई पढाउन गाह्रो हुन्छ? एक दिन निरजले सोध्यो। पढाउन होइन, बिदा भएपछि उनीहरूलाई सम्झन गाह्रो हुन्छ। किन? किनकि उनीहरू अभिनय गर्न जान्दैन। अनि ठुला मान्छेहरू? ठुला मान्छेहरू मुस्कुराएर पनि दुखी हुन सक्छन्। त्यो उत्तरले निरजलाई सोच्न बाध्य बनायो। दिनहरू बित्दै गए। रातको कुराकानी बानी बन्दै गयो। निरज बिहान उठेर सबैभन्दा पहिले मोबाइल हेर्थ्यो। स्मृतिको सन्देश आएको छ कि छैन। स्मृति पनि दिनभरि कुनै रमाइलो घटना भए निरजलाई सुनाउँथे। एक दिन अचानक स्मृतिले सोधी, तिमी खुसी छौ? निरज धेरै बेर चुप रह्यो। त्यो प्रश्न सरल थियो, तर उत्तर थिएन। अन्ततः उसले लेख्यो, म बाँचिरहेको छु। सायद खुसी हुन बिर्सिसकेको छु। धेरै बेरसम्म उता कुनै उत्तर आएन। पछि एउटा सन्देश आयो, तिमीलाई फेरि खुसी हुन सिकाउन मन लाग्यो। त्यो सन्देश पढेर निरज धेरै बेर स्क्रिनतिर हेरिरह्यो। तीन महिना बितिसकेको थियो। अब उनीहरू अपरिचित थिएनन्। उनीहरू एकअर्काका दिनका साक्षी बनेका थिए। स्मृतिलाई थाहा थियो निरज बिहान 7 बजे उठ्छ, दुध बिनाको चिया खान्छ र कामको तनाव हुँदा चुप लाग्छ। निरजलाई थाहा थियो स्मृतिलाई पानी परेको दिन मन पर्छ, पुराना गीत मन पर्छन्, ऊ दुखी हुँदा कविता लेख्छे। निरज, हजुर, म एउटा कुरा सोधौँ? सोध न। तिमीलाई कहिले प्रेम भएको छ? निरज मुस्कुरायो। भएको थियो, अनि समाप्त भयो। किन? कहिलेकाहीँ दुईजना मान्छेहरू एकअर्कालाई मन पराउँछन्, तर समयले उनीहरूलाई मन पराउँदैन। धेरै बेरसम्म उता कुनै उत्तर आएन।
पछि स्मृतिले लेखी, मलाई पनि भएको थियो। अनि ऊ गयो। किन गयो? उसले अर्को जीवन रोज्यो। त्यसपछि दुवै धेरै बेर मौन रहे। सायद त्यही मौनताले उनीहरूलाई झन् नजिक ल्यायो। कहिलेकाहीँ रातको 2 बजेसम्म कुरा हुन्थ्यो, कहिलेकाहीँ बिहान 4 बजेसम्म। विषय सकिन्थ्यो तर कुरा सकिँदैनथ्यो। एक रात स्मृति, हजुर, यदि हामी कहिले भेटेनौँ भने? किन नभेट्ने? त्यसै। तब पनि तिमी मेरो जीवनको महत्त्वपूर्ण मान्छे हुनेछौ। निरजको मुटु एकपटक जोडले धड्कियो। उसले मोबाइल बन्द गर्यो, तर त्यो वाक्य रातभरि उसको मनमा बजिरह्यो। समयसँगै एउटा सत्य स्पष्ट हुँदै गयो। उनीहरू प्रेममा परिरहेका थिए। कसैले स्वीकार गरेका थिएनन्, तर प्रेम स्वीकार नगर्दैमा हराउँदैन। 6 महिनापछि अन्ततः उनीहरूले भेट्ने निर्णय गरे। स्मृति काठमाडौँ आउने भएकी थिए। विद्यालयको तालिम थियो। 2 दिनका लागि भेट हुने दिन। निरज समयभन्दा 1 घन्टा अगाडि नै पुगिसकेको थियो। उसलाई आफ्नै मुटुको धड्कन सुनिरहेको थियो। मोबाइलमा सन्देश आयो, म आइपुगेँ। उसले वरिपरि हेऱ्यो अनि देख्यो स्मृति पहिलोपटक वास्तविक मोबाइलको स्क्रिनभन्दा बाहिर। उनी फोटोभन्दा फरक थिइन्। अझ सरल, अझ सुन्दर, अझ जीवन्त। उनको अनुहारमा कुनै बनावटीपन थिएन। आँखामा अनौठो शान्ति थियो। हेलो हेलो, दुवै हाँसे र केही क्षणको अप्ठ्यारोपन हरायो। त्यो दिन उनीहरू घन्टौँसँगै हिँडे, कफी खाए, कुरा गरे, हाँसे र कहिलेकाहीँ चुप पनि बसे। तर त्यो मौनता असहज थिएन, आरामदायी थियो। साँझ बिदा हुने बेला स्मृतिले भनिन्, आज अचम्म लाग्यो। किन? पहिलोपटक भेटेको मान्छे जस्तो लागेन। निरज मुस्कुरायो, मलाई पनि लाग्यो धेरै पुरानो चिन्जान हो। बस छुट्ने बेला आयो। स्मृति बसको झ्यालतिर बसेकी थिइन्। निरज बाहिर उभिएको थियो। बस चल्न लाग्यो। अचानक स्मृतिले झ्याल खोलेर भनिन्, निरज, हजुर, म तिमीलाई गुमाउन चाहन्न। बस अगाडि बढ्यो। उत्तर दिने समय नै रहेन। तर त्यो वाक्यले निरजको मनमा एउटा नयाँ संसार निर्माण गरिसकेको थियो। उसलाई थाहा थिएन, जीवनले कहिलेकाहीँ सबैभन्दा सुन्दर वाक्यहरू सबैभन्दा दुःखद अन्त्यका लागि बचाएर राखेको हुन्छ। बस आँखाबाट ओझेल नभएसम्म निरज त्यहीँ उभिरह्यो। उसले पहिलोपटक स्वीकार गर्यो, ऊ स्मृतिलाई केवल मन पराउँदैनथ्यो, ऊ प्रेम गर्न थालेको थियो। त्यो प्रेम अचानक जन्मिएको थिएन। महिनौसम्म आदान प्रदान भएका सन्देशहरू, रातिका कुराकानीहरू, साझा दुःख र साझा हाँसोले बिस्तारै त्यसलाई जन्म दिएका थिए। काठमाडौँबाट झापा फर्किएपछि पनि स्मृति उस्तै थिए, बरु झन् नजिकिएकी जस्तो लाग्थे। अब भिडियो कल बढेका थिए, सन्देशहरू लामा भएका थिए र भविष्यका कुराहरू पनि। एक रात, निरज, हजुर, यदि कुनै दिन तिम्रो घर बन्यो भने झ्याल ठुलो राख्नु। निरज हाँस्यो, किन? मलाई पानी परेको हेर्न मनपर्छ। अनि म? तिमी चिया बनाउने, म चिया मात्र बनाउने? हो, त्यो अन्याय भयो। प्रेममा अलिकति अन्याय चल्छ। दुवै हाँसे। यस्ता सामान्य कुराहरूले नै उनीहरूको संसार बनेको थियो। एक दिन स्मृतिले आफ्नो बाल्यकालको कुरा सुनाई। उसको बुबा सरकारी कर्मचारी थिए, अनुशासन मन पराउने, भावनाभन्दा नियममा विश्वास गर्ने। घरमा हाँसोभन्दा जिम्मेवारी धेरै थियो। तिमीले कहिले बुबासँग खुलेर कुरा गर्यौ? निरजले सोध्यो। सायद कहिले होइन। किन? मलाई सधैँ लाग्थ्यो उहाँले मेरो कुरा सुन्नुहुन्न। अनि अहिले? स्मृति केही बेर चुप भई। अहिले लाग्छ उहाँले सुन्न चाहनुहुन्थ्यो होला, तर म बोल्न डराएँ। निरजले आफ्नो कथा सुनायो।
बुबाको मृत्यु, ऋण, सङ्घर्ष, आफ्ना अधुरा सपना। स्मृतिले कुनै उपदेश दिइन, केवल सुनिरही। कहिलेकाहीँ मान्छेलाई समाधान होइन, श्रोता चाहिन्छ, र स्मृति त्यही थिए। 9 महिना बितिसकेको थियो। अब उनीहरू दुवैलाई सत्य थाहा थियो, तर कसैले उच्चारण गरेको थिएन। सायद डर थियो। शब्दमा व्यक्त भएपछि सम्बन्धको अर्थ बदलिने डर हुन्छ। त्यो दिन निरजको जन्मदिन थियो। रातको 12 बजे स्मृतिको फोन आयो। जन्मदिनको शुभकामना। धन्यवाद। उपहार चाहिन्छ? चाहिन्छ नि। के दिउँ? निरज केही क्षण चुप रह्यो। उसको मुटु जोडले धड्किरहेको थियो। अनि उसले बिस्तारै भन्यो, सत्य। कस्तो सत्य? तिमीलाई म मन पर्छु कि पर्दैन? उता केही क्षण मौनता रह्यो। यति लामो मौनता कि निरजलाई आफ्नै सासको आवाज सुनिन थाल्यो। तिमीलाई साँच्चै थाहा छैन? स्मृतिले सोधी। सुन्न चाहन्छु। उताको आवाज काँपिरहेको थियो। म तिमीलाई धेरै मन पराउँछु निरज। निरजले आँखा बन्द गर्यो। उसलाई लाग्यो संसार केही क्षणका लागि सुन्दर भएको छ। म पनि। त्यो रात उनीहरू बिहानसम्म जागे, भविष्यका योजना बनाए, सपना देखे र पहिलोपटक आफूलाई प्रेमिका भन्न सक्ने अवस्थामा पुगे। प्रेम स्वीकार गरेपछि केही समय सबै कुरा सुन्दर थियो। पहिले भन्दा धेरै कल हुन्थ्यो, धेरै हाँसो हुन्थ्यो, धेरै सपना हुन्थे। तर जीवनको एउटा नियम छ, सबैभन्दा उज्यालो बिहानपछि कहिलेकाहीँ सबैभन्दा घना बादल आउँछ। 1 महिनापछि स्मृति बदलिन थाली। पहिले जस्तो सन्देश आउँदैन थियो। फोन छोटा हुन थाले, हाँसो कम हुन थाल्यो। सबै ठिक छ? निरजले एक दिन सोध्यो। ठिक छ। झुट किन? तिम्रो आवाजले भनिरहेको छ। स्मृति केही क्षण चुप भई। म अलिकति थाकेकी छु। किन? थाहा छैन। त्यसपछि यस्तो धेरै पटक हुन थाल्यो। कहिलेकाहीँ स्मृति दिनभर अफलाइन रहन्थे, कहिलेकाहीँ रातभर उत्तर दिँदैनथे, कहिलेकाहीँ कल गर्दा उठाउँदैनथे। एक रात निरजको फोन बज्यो। स्क्रिनमा स्मृतिको नाम थियो। उसले तुरुन्त उठायो। हेलो। उता केही बोलिएन, केवल सासको आवाज आयो। स्मृति। हजुर। आवाज निकै कमजोर थियो। के भयो तिमीलाई? मलाई तिमीलाई भेट्न मन लाग्यो। म आउँछु। अहिले होइन। किन? धेरै बेरसम्म कुनै उत्तर आएन। त्यसपछि किनकि म अहिले आफूलाई पनि भेट्न चाहन्न। त्यो वाक्यले निरजको मनमा डर जन्मायो। पहिलो पटक ठुलो डर। 2 हप्तापछि स्मृति लगभग हराएकी थिए। सन्देशहरू छोटा भए, कलहरू दुर्लभ भए र मुस्कानहरू हराइसकेका थिए। एक दिन बिहान निरजले फेसबुक खोले। त्यहाँ एउटा फोटो थियो स्मृतिको, तर त्यो फोटो स्मृतिले पोस्ट गरेकी थिएनन्, उनको साथीले पोस्ट गरेकी थिए। फोटो अस्पतालको थियो। स्मृति बेडमा थिइन्। हातमा सलाइन लागेको थियो, अनुहार फिक्का थियो र मुस्कान जबरजस्ती। निरजको मुटु एकपटक रोकिए जस्तो भयो। उसले तुरुन्त फोन गर्यो, उठेन। फेरि गर्यो, उठेन। राति करिब 9 बजे अन्ततः फोन आयो। हेलो। स्मृति, के भएको छ? उता केही क्षण मौनता रह्यो। तिमीले फोटो देख्यौ? हो, म भन्न चाहन्नथेँ। के कुरा? स्मृतिको आवाज टुट्न थाल्यो। म बिरामी छु निरज। कस्तो बिरामी? धेरै लामो मौनता। त्यसपछि ब्लड क्यान्सर। निरजले केही सुन्न सकेन। उसको वरिपरिको संसार मौन भयो। घडीको आवाज हरायो, बाहिरका गाडीहरूको आवाज हरायो। केवल एउटा शब्द बाँकी रह्यो, क्यान्सर। डाक्टरले के भने? निरजले काँपेको स्वरमा सोध्यो। उनीहरूले प्रयास गरिरहेका छन्। तिमी निको हुनेछौ। स्मृति हल्का हाँसी। त्यो हाँसोमा आशा थिएन, थकान थियो। म पनि त्यही चाहन्छु। त्यो रात उनीहरू दुवै रोए, आफ्नो आफ्नो ठाउँमा, आफ्नो आफ्नो अँध्यारोमा। र पहिलो पटक उनीहरूले महसुस गरे, कहिलेकाहीँ प्रेमको सबैभन्दा ठुलो शत्रु दूरी होइन, समय हो।
ब्लड क्यान्सर त्यो शब्द सुनेको रात निरजले 1 मिनट पनि निदाउन सकेन। ऊ बारम्बार मोबाइल हेर्थ्यो, स्मृतिको प्रोफाइल खोल्थ्यो, फोटोहरू हेर्थ्यो, पुराना सन्देशहरू पढ्थ्यो र हरेक पटक एउटा प्रश्नले उसलाई सताउँथ्यो। अर्को हप्ता निरज झापा पुग्यो। स्मृतिलाई यसबारे जानकारी थिएन। उसले अस्पतालको नाम मात्र बताएकी थिए। सायद उसलाई लाग्थ्यो निरज आउने छैन, तर प्रेमले कहिलेकाहीँ 100 किलोमिटरको दूरीलाई पनि सानो बनाइदिन्छ। अस्पतालको तेस्रो तलामा रहेको एउटा कोठाको ढोका अघि पुग्दा निरजको मुटु असामान्य रूपमा धड्किरहेको थियो। ऊ ढोका बाहिर केही क्षण उभिरह्यो। हात ढोकाको ह्यान्डलसम्म पुग्यो, फेरि रोकियो। उसलाई डर लागिरहेको थियो, भित्रको दृश्य देख्न, सत्य स्वीकार गर्न। अन्ततः उसले ढोका खोल्यो। स्मृति झ्याल बाहिर फर्केर बसेकी थिए। पहिलेभन्दा निकै कमजोर देखिन्थे। कपाल झर्न थालेका थिए, अनुहार फिक्का थियो, तर आँखाहरू उहीँ थिए, उहीँ गहिरा, उहीँ परिचित। स्मृति, आवाज सुन्न साथ ऊ फर्की। केही क्षण दुवै केवल एकअर्कालाई हेरिरहे। त्यसपछि स्मृतिका आँखामा आँसु भरिए। तिमी किन आयौ? किन नआउने? मैले आउनु पर्दैन भनेकी थिएँ त। मैले मात्रै भनेको थिएँ र धेरै दिनपछि स्मृति हाँसी र त्यो हाँसोमा पुरानो स्मृतिको झल्को थियो। त्यो दिन उनीहरू धेरै बेर कुरा गरे, रोगबारे, डाक्टरबारे, जीवनबारे, मृत्युबारे र ती सबै विषयहरूबारे जसबारे सामान्य अवस्थामा मानिसहरू कुरा गर्न चाहँदैनन्। मलाई डर लाग्छ, एक साँझ स्मृतिले भनी। के को? हराउने। निरजले उसको हात समात्यो। तिमी हराउने छैनौ। स्मृति मुस्कुराए। कहिलेकाहीँ झुट पनि कति मिठो लाग्छ, होइन? उपचार सुरु भयो। किमोथेरापी, औषधि, परीक्षण र प्रतीक्षा, धेरै लामो प्रतीक्षा। निरज हरेक महिना झापा जान्थ्यो। कहिलेकाहीँ 2 दिन, कहिलेकाहीँ 3 दिन। फेरि कामका लागि काठमाडौँ फर्किन्थ्यो र बाँकी समय फोनमा कुरा गर्थ्यो। एक दिन स्मृतिले सोधी, यदि म निको भएँ भने के गर्छौ? बिहे गर्ने। यति सजिलै? धेरै वर्ष ढिलो भइसक्यो। अनि म निको भएन भने? निरज केही क्षण चुप लाग्यो। त्यो प्रश्न फेरि नसोध। महिनाहरू बिते। कहिलेकाहीँ रिपोर्ट राम्रो आउँथ्यो, उनीहरू खुसी हुन्थे। कहिलेकाहीँ रिपोर्ट नराम्रो आउँथ्यो, उनीहरू मौन हुन्थे। आशा र निराशाको बीचमा झुल्दै समय बित्दै गयो। एक रात फोनमा कुरा गर्दा गर्दै स्मृतिले भने, निरज, हजुर, यदि म साँच्चै गएँ भने? स्मृति, सुन न। उसको आवाज असामान्य रूपमा शान्त थियो। यदि म गएँ भने मलाई धेरै रोएर सम्झिनु हुँदैन। म त्यो बाचा गर्न सक्दिनँ। प्रयास गर। किन? किनकि म तिम्रो जीवनको अन्त्य बन्न चाहन्न। निरजका आँखा भरिए। उता पनि सन्नाटा थियो। सायद स्मृति पनि रोइरहेकी थिए। समय बित्दै गयो र एक दिन डाक्टरहरूले नयाँ रिपोर्ट दिए। रिपोर्ट राम्रो थिएन। रोग फैलिँदै थियो। उपचारको प्रभाव कम हुँदै गइरहेको थियो। त्यो दिनपछि स्मृति झन् बदलिन थाली। ऊ मृत्युबाट होइन, निरजलाई छान्नुपर्ने अवस्थाबाट दुखी थिए। एक रात उसले मेसेन्जरमा लामो सन्देश पठाई। निरज सुतिसकेको थियो। बिहान उठेर सन्देश पढ्यो। त्यहाँ लेखिएको थियो, तिमीलाई भेट्नु मेरो जीवनको सबैभन्दा सुन्दर संयोग थियो। यदि त्यो फ्रेन्ड रिक्वेस्ट नपठाएको भए सायद मेरो जीवन अलि लामो हुन्थ्यो या छोटो हुन्थ्यो, थाहा छैन। तर निश्चित रूपमा काम सुन्दर हुन्थ्यो। मलाई माया गरेकोमा धन्यवाद। मलाई बुझिदिएकोमा धन्यवाद। र कुनै दिन म नरहे पनि कृपया बाँचिरहनु। सन्देश पढ्दा निरज रोयो, धेरै रोयो। सायद जीवनमा पहिलो पटक यति धेरै। त्यसपछि केही दिन उनीहरूको कुरा कम भयो। स्मृति धेरै कमजोर भइसकेकी थिए। कहिलेकाहीँ सन्देश टाइप गर्न पनि गाह्रो हुन्थ्यो। एक साँझ मेसेन्जरमा सन्देश आयो, निरज, हजुर, धन्यवाद, फेरि धन्यवाद, अन्तिम पटक। निरजको मुटु एकपटक जोडले धड्कियो। यस्तो कुरा नगर, म थाकेँ।
त्यो सन्देश पढेर उसको शरीर काँप्यो। केही क्षणपछि अर्को सन्देश आयो, यदि अर्को जन्म हुन्छ भने। धेरै बेर टाइपिङ देखियो, फेरि सन्देश आयो, म फेरि फ्रेन्ड रिक्वेस्ट पठाउनेछु। त्यो अन्तिम सन्देश थियो। त्यसपछि स्मृति अनलाइन आइनन्। 1 दिन, 2 दिन, 3 दिन, 1 हप्ता निरजले लगातार फोन गरिरह्यो, उत्तर आएन। अन्ततः 8औं दिन बिहान स्मृतिको प्रोफाइलमा एउटा पोस्ट आयो, तर त्यो पोस्ट स्मृतिले गरेकी थिएन, उसको भाइले गरेका थिए। हामी अत्यन्त दुःखका साथ जानकारी गराउँछौँ कि स्मृति अधिकारी आज बिहान सधैँका लागि हामीबाट बिदा हुनुभएको छ। त्यसभन्दा अगाडि निरजले पढ्न सकेन, मोबाइल हातबाट खस्यो, आँखा धमिला भए र संसार एकाएक खाली भयो। मानिसहरू भन्छन् समयले सबै कुरा निको पार्छ, तर त्यो पूर्ण सत्य होइन। समयले घाउ मेटाउँदैन, घाउसँग बाँच्न सिकाउँछ। 7 वर्ष बितिसकेको छ, फेसबुक अझै छ, मेसेन्जर अझै छ, स्मृतिको प्रोफाइल पनि अझै छ। कहिलेकाहीँ राति निरज पुरानो च्याट खोल्छ, पहिलो नमस्ते पढ्छ, पहिलो हाँसो पढ्छ, पहिलो स्वीकारोक्ति पढ्छ र अन्तिम मुटुमा पुगेर रोकिन्छ। उसलाई थाहा छ अब कुनै उत्तर आउने छैन, तर उसले च्याट मेटाएको छैन, सायद कहिले मेटाउने पनि छैन, किनभने केही मानिसहरू जीवनबाट टाढा जान्छन् र स्मृतिबाट भने टाढा जाँदैनन्। आज पनि कहिलेकाहीँ रातको सुनसानमा मेसेन्जर खोल्दा स्मृतिको नाम देखेर उसलाई लाग्छ कतै कुनै अर्को संसारमा उनी फेरि अनलाइन भएकी होलिन्, फेरि एउटा सन्देश लेखिरहेकी होलिन्, नमस्ते, र सायद कुनै अर्को जन्ममा एउटा नयाँ फ्रेन्ड रिक्वेस्ट फेरि आउनेछ।